आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईँहरू सामु उपस्थित भएको छु। केही दिनअघि सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश महतो, ओमप्रकाश महतो र गणेश यादवप्रतिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण साथै शोक सन्तप्त परिवारजनहरूलाई नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गरेको छ। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभ कामना